यो हामी रेसुङ्गाको हामी माथि चढ्ने सिडीहरूमा हामी चाहिँ लगभग 800 सिडी चढिसक्यौँ ल। दाइ र म चाहिँ यहाँ कम्तीमा 800 सिडी चढिसकेपछि यहाँ चाहिँ एउटा गरुड बिचमा गरुड स्थान भन्ने ठाउँमा आइपुगेका छौँ। हामी चाहिँ यो रेसुङ्गा डाँडा चढ्ने यो सिडीको बिचमा चाहिँ गरुड स्थान भन्ने रहेछ होइन। त्यही गरुड स्थानमा हामी आइपुगिसकेका छौँ ल। ठ्याक्कै यता फर्केर देखाउन गरुडलाई। हामी चाहिँ यो सिडी चढिसकेपछि चाहिँ हामी चाहिँ यो गरुड स्थानमा आइसकेका छौँ। माथि अलिकति होइन बाबाजी हामीलाई जलले छर्केर हामीलाई फेरि शुद्ध बनाउनको छ। जलले छर्केर बाबाजीलाई केही भनिदिनु नि, यो रेसुङ्गाको यो गुल्मी जिल्लाको यो रेसुङ्गाको यो केही कुराहरू भनिदिनु न। सब ठीक है यहाँ के? ठीक है। आप कहाँ से? आप नेपाल के है कि इंडिया से आए यहाँ? अच्छा ठीक है बाबाजी। ल हामी चाहिँ यहाँ बाबाजीसँग दुई चार शब्द अनि भलोकोसारी गरिसकेपछि बाबाजी पनि खुसी हुनुभयो अनि हामी चाहिँ यहाँबाट माथि निस्किन लागिसकेका छौँ ल। यतातिर अब रामकुवा छ यतातिर। अब हामी एकछिन माथि गएर यता आउने कि रामकुवा गएर आउने? पहिला रामकुवा जाउँ। हजुर रामकुवा गएर त्यसपछि माथि रेसुङ्गा डाँडामा माथि मन्दिरमा जाउँला है त। ल दाइ ल ल ल।